जापानी भाषा सिक्ने हाम्रो यो यात्राको 7औं दिनमा सबैलाई स्वागत छ। आज हामी एउटा यस्तो प्रश्न सिक्दैछौं जुन एकदमै काम लाग्छ, खास गरी जब तपाईँ जापानमा हुनुहुन्छ र केही खोज्दै हुनुहुन्छ। ल अब ढिला नगरी सुरु गरिहालौँ है त। स्क्रिनमा हेरौँ त। こんにちは、7日目のレッスンです。今日はどこにありますかと聞く練習をしましょう。 अर्थात् नमस्ते, यो 7औं दिनको पाठ हो। आज हामी कहाँ छ भनेर सोध्न अभ्यास गर्नेछौँ। आजको हाम्रो मुख्य ध्यान यही पहेँलो रङ्गले हाइलाइट गरिएको वाक्यांशमा हुनेछ। अब कुनै पनि वाक्य बनाउनुभन्दा पहिले त्यसका लागि चाहिने अक्षरहरू त सिक्नै पर्यो, होइन र? त्यसो भए आज हामी मा समूहका हिरागाना अक्षरहरूबाट सुरु गर्छौं। मा, मी, मु, मे र मो। यी अक्षरहरूलाई याद गर्नको लागि चित्रहरूको मद्दत लियौं भने अझै रमाइलो हुन्छ। हेरौँ है त। पहिलो अक्षर हो मा। यसलाई सम्झन मादो अर्थात् झ्याललाई सम्झौं। अनि मी, यसको लागि मिजु अर्थात् पानी। त्यसपछि आउँछ मु, मुशी अर्थात् किरा। अनि मे, यो त मे अर्थात् आँखा भइहाल्यो। र अन्त्यमा मो, यसलाई मोची अर्थात् जापानी राइस केक सम्झेर याद गर्न सकिन्छ। कति रमाइलो तरिका होइन त? ल, अक्षरहरू त चिनियो। अब यी अक्षरहरू प्रयोग गरेर केही सामान्य तर महत्त्वपूर्ण ठाउँहरूको नाम सिक्ने बेला भयो। यहाँ हामीले प्राय जाने ठाउँहरूका लागि चाहिने शब्दहरू छन्। ल म सँगसँगै उच्चारण गर्ने प्रयास गरौँ है त। एकी स्टेसन, तोइरे शौचालय, खुम्बिनी यो भनेको 24 घण्टा खुल्ने पसल, गिन्को ब्याङ्क, रेस्टुरेन्ट र इए घर। उच्चारणमा एकदमै ध्यान दिनुहोला है। र अब आयो आजको पाठको सबभन्दा महत्त्वपूर्ण भाग। हामीले सिकेका अक्षर र शब्दहरूलाई जोडेर एउटा पूरा र काम लाग्ने प्रश्न कसरी बनाउने भनेर सिक्छौं। हो, यसको लागि एउटा जादुई सूत्र छ। कुनै पनि ठाउँको बारेमा सोध्न हामीले खाली ठाउँमा त्यो ठाउँको नाम राखेर ठाउँ वा दोको देशका भन्नुपर्छ। कति सरल! यो सूत्र याद गर्नुभयो भने धेरै सजिलो हुन्छ। एउटा उदाहरण हेरौँ। मानौ शौचालय कहाँ छ भनेर सोध्नु पर्यो। त्यसको लागि हामी भन्छौँ तोइरे वा दोको देशका। यहाँ गोलो लगाइएको हा वा एउटा पार्टिकल हो जसले वाक्यको विषय अर्थात् हामी केको बारेमा कुरा गर्दैछौँ भनेर देखाउँछ। यहाँ विषय शौचालय हो। प्रश्न सोध्न त सिक्यो, अब उत्तर कसरी दिने? ल हेर्नुहोस्। एकी वा आसोको देश। यसको अर्थ हो स्टेसन वहाँ छ। यहाँ रेखाङ्कन गरिएको शब्द आसोको अर्थ वहाँ वा त्यो पर भन्ने हुन्छ। अर्को एउटा निकै महत्त्वपूर्ण वाक्य पनि हेरिहालौँ। इए नि खाइरिमासु। यसको अर्थ हो म घर जान्छु। यहाँ यो नि पार्टिकलले गन्तव्यलाई देखाउँछ अर्थात् घरतिर। यो पार्टिकलले कतातिर जाँदैछ भन्ने दिशा देखाउन मद्दत गर्छ। ल, आजको लागि यति नै। सबैले निकै राम्रोसँग अभ्यास गर्नुभयो। योको गाम्बारी अर्को पाठमा फेरि भेटोला। सायोनारा। 8औं दिनको लागि तयार हुनुहुन्छ नि? अर्को पटक हामी या, यो अक्षरहरू र ठूलो वा सानो जस्ता विशेषणहरू अर्थात् खेयोशी बारेमा सिक्नेछौँ। पक्कै पनि निकै रमाइलो हुनेछ। भेट्ने बाचा भयो है।